Guys, good afternoon and namaste to everyone. म आरामै छु अब तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला. दिस इज माई न्यू ब्लग टक्लाएर आफ्टर अ लङ टाइम. अनि म आरामै छु है. तपाईँहरू पनि पक्कै पनि सन्चै हुनुहुन्छ भने मैले चाहिँ आशा गरेको छु होइन. मेरो धेरै पछि ब्लग आयो किनभने मेरो स्कुल चलिरहेको छ, त्यही भएर भ्लग बनाउनु पाउँदैन. स्कुलमा मोबाइल नगर्न पाउँदैन नि त, त्यही भएर स्कुलमा भ्लग चाहिँ बनाउनु पाउँदैन. त्यही भएर अब छुट्टीको बेला बनाउने हो. आज चाहिँ स्याटरडे टक्क लगाएर होइन मजाले बिहान कामसाम गरेर भर चाहिँ भैँसीलाई पानी खुवाउनु आएको हो टक्क लगाएर होइन. अब फेरि साथै यतै गोठेको भलक बनाउँछ भन्नुहुन्छ होला. अब बाहिर पनि म जाँदिनँ नि त कतै, त्यही भएर. तर पर्सि 15 गते चाहिँ मेरो एकदम स्पेसल भ्लग आउँदैछ, त्यो चाहिँ हेरिदिनु होला. सबैले माया गरिदिनु होला. असार 15 हो नि त पर्सि त. असार 15मा दही चिउरा र हाम्रो स्कुलमा चाहिँ प्रोग्रामहरू छ, हिलोमा खेल्ने यताउति. एकदम इन्ट्रेस्टिङ हुनेवाला छ त्यो भ्लग पनि. टक्क लगाएर म गोठो पनि आइसकेँ होइन. मौसम जल्दी पानी आउँछ जस्तो गरेर है. हिजो बेलुका चाहिँ डेन्जर ठुलो पानी आयो है. रातिसम्म लाइन गयो. राति 10:30-11 बजीतिर चाहिँ लाइन आएको थियो. पछि टक्क लगाएर अहिले चाहिँ बर्खा चढ्यो नि त गाउँतिर त. बजारमा पुरा गर्मी छ, गाउँमा चाहिँ बर्खा चढ्यो. त्यही भएर एकदम नै पानीको जोखिम छ भनौँ. बाँधी पहिरोको त्यही भएर चट्टान हान्छ क्या, चट्टान ट्याङ ट्याङ मलाई हानिदिन्छ यार पुरा खतरा. अनि यो भैँसी बाख्रा छ, बाख्रा पनि छ. भैँसीलाई एकछिन चढाउने हो, धेरै धेरै नै 8 घन्टा चढाउँछु होला टक्क लगाएर. र त्यही गर्नु है, म पैसा छरिदिन्छु टक्क लगाएर चाहिँ होइन. मैले बाख्रा र भैँसी चाहिँ छरिदिइसकेँ. बाख्रा चाहिँ खासै छरिदिन्न थिएँ, तर आज चाहिँ यसो यो पनि दुलुस भनेर चाहिँ मैले छरिदिएको छु टक्क लगाएर होइन. अनि मेरो च्यानलमा चाहिँ को नयाँ हुनुहुन्छ सब्सक्राइब पनि गरिदिनु होला न प्लिज. तपाईँहरूलाई म कृपया भन्न चाहन्छु टक्क लगाएर सब्सक्राइब पनि गरिदिनु होला. यस्तै मेरो डेली भ्लग अनि भिलेज भ्लगहरू चाहिँ आउँदै गर्नेछ अपकमिङ डेजमा चाहिँ. टक्क लगाएर मौसम जस्तै छ होइन, गाउँको भ्यू जस्तै छ है. अब डाँडा बस्दिनँ म. डाँडा बस्ने भए चाहिँ तलको देखिन्थ्यो होला. अब यहाँ तलबाट माथिको हेर्ने हो टक्क लगाएर होइन. के छ तपाईँहरूको कोले स्कुल पढ्नुहुन्छ है. मेरो चाहिँ अब आजकल त स्याटरडे र सन्डे बिदा हुन्छ नि त, त्यही भएर 2 दिन छुट्टी हो टक्क लगाएर. अब स्कुल भएको बेला त भ्लग बनाउनु पाउँदैन, यही बेला अब बनाएपछि टक्क लगाएर होइन. अनि वर्ल्ड कप कोले हेर्नुभयो अनि कसको फ्यान हो त नि तपाईँहरू. मलाई चाहिँ खासै इन्ट्रेस्ट छैन है फेरि वर्ल्ड कपमा इन्ट्रेस्ट छैन होइन. फुटबलमा चाहिँ खासै इन्ट्रेस्ट छैन, भलिबलमा चाहिँ इन्ट्रेस्ट लाग्छ. अब उसको फ्यान होइन. हल्का पर्सनल्ली मनपर्ने त रोनाल्डो हो, त्यही भएर अब यस्तै छैन. गर्मी चाहिँ एकदम नै बेसी. स्कुलबाट झन् के साह्रो गर्मी हुन्छ बाफरे बाफ. बुटलबाट झन् कस्तो गर्मी होला बजारमा त बा. यहाँ त्यस्तो गर्मी छ यार. हेर्दा यस्तो मात्र हो कि हमक बनाउँछु कि गुम्म छ नि त, त्यही भएर एकदम गर्मी हुन्छ हेर्दा यस्तो गऱ्यो भने. ल हेर्दै गर्नु, म भिडियो बनाउँदै गर्छु है त. टक्क लगाएर पैसा चढ्दैछ अनि होइन, म पनि चढ्दैछु. टक्क लगाएर बोका त्यहाँ छ अनि त्यसको आमा, त्यसको छोरी चाहिँ त्यहाँ छ फेरि. अनि यता चढिरहेको भैँसीहरू चाहिँ होइन. यहाँ चराउने ठाउँ चाहिँ कसैको त ठाउँ हुँदैन, हाम्रो चाहिँ मजाको ठाउँ छ है फेरि चराउनलाई नि. चढ्ने ठाउँ पनि मजाको छ. लगाएर हाम्रो गोठको हालत त बाँचिसकेछ के भएछ, सुतिसकेछ त बा. किन सुत्यो त यस्तरी. ल हेर्नुहोस् के हो फेरि. लखड्दै उहाँ पुरा जनावरको नि कामै छैन टक्क लगाएर. नि के छ तपाईँहरूको होइन, कता बजारतिर बस्नुहुन्छ होला. हुन त मेरो भ्लग हेर्नु त गाउँमै हुनुहुन्छ होला, त्यही माथि त्यस्तो धेरै हेर्नुहुन्न. अब सेयर दिनु होला न, लाइक पनि गरिदिनु, कमेन्ट गरिदिनु होइन. आउने दिनमा चाहिँ के राम्रो गर्नुपर्छ अहिले भ्लगमा त्यो पनि भनिदिनु होला. अरू केही काम छैन है. दिनभरि मोबाइल स्क्रोल गरौँ, त्यही छ काम. गर्मीमा बाहिर निकाल्न सकिन्न, एकदमै गाह्रो छ. अब फेरि गएर सिमी टिप्न छ, सिमी टिप्न लगाएको पनि भ्लग बनाउँछु. हाम्रोतिर चाहिँ सिमीको सिजन छ अहिले टन्नै पनि होइन, के गर्ने यस्तै छ.
यो भैँसी फेरि कता कता जान्छ क्या त्यो बाख्रालाई पनि कहाँ पुऱ्याएको त्यसले लखड्दै लखड्दै यार बलक चाहिँ डेली हाल्नु पर्ने अब के गर्ने मेरो स्कुल छ होइन स्कुलले गर्दा हाल्न पाउँदिनँ त्यो पनि कम्प्रोमाइज गरिदिनु होला जब आउँछु तब चाहिँ हेरिदिनु होला तपाईँहरूले यहाँ पुरा चाहिँ यहीँ सकेर छ यो खोलाको नाम चाहिँ गुहे खोला है मैले सुरुमा भ्लग स्टार्टिङ गर्ने बेला चाहिँ यही खोलालाई देखाएको थिएँ अहिले चाहिँ अब 3 सब्सक्राइब भयो भने चाहिँ 400 पुग्छ 1 सब्सक्राइबर कति हुने बेला मैले यही खोलालाई देखाएको थिएँ तब चाहिँ यहाँ माछा थियो है अहिले चाहिँ माछा छैन के खै कौनले निकालेछ के गरेछ र यहाँको माछा नभए यहाँ माछा थियो नि 3-4 त थियो ठुल्ठुलै यो खोलाको नाम चाहिँ गुहे खोला गुहे यहाँ पहिला मान्छेले हग्थ्यो नि त हामीले पनि हग्यो होला सानोमा मेबी सायद पहिलाको हाम्रो घर चाहिँ यहाँ छिम थियो पुरानो घर अहिले चाहिँ तल छ नि त पहिला यहीँ जन्मेको म तलै घर जन्मेको जन्मिनु त यहाँ नि बसेँ म बस्नुलाई टक्क आएर यो खोला चाहिँ माथिबाट आउँछ है कहाँ कहाँ एउटा यो खोला यो गुहे खोला अनि सानो खोला पनि भन्छ होला है उता पट्टि चाहिँ ठुलो खोला है फेरि उता मेरो घरदेखि पारितिर त्यसले चाहिँ ठुलो खोला टक्क लाएर गर्मी ओहो भैँसी निकोलो क्या फेरि साथीहरू भैँसी उता निकालेर पातामा छिर्यो भने त फेरि कन्टाउँछन् कि मान्छे मकै खाइदियो भने त आमा झगडा हुन्छ अरे यो भैँसी जनावरलाई चाहिँ फेरि हामीले भनेको मान्दैन खासै जहाँ पनि छिडिदिन्छ होइन उनीहरूलाई थाहा छैन नि त कसो हाम्रो गाउनु उसको अन्त छिडिदियो नि त आपट पर्छ टक्क खाएर कहाँ छ यो यहाँ बसेर चाहिँ बस्नु त यहाँ डुल्या रहेछ एक दुईचोटि चाहिँ यो अरूको हो नि त यहाँ छिडिदिएर करा छन् कि पुरा मकै खाइदिएर जो पनि कराउँछ होइन मकै त्यस्तो गरिदियो नि त त्योहरू पछि पछि हेर्नुपर्छ यस्तै छ जिन्दगी ल हेर्दै गर्नु अहिले फेरि भ्लग बनाउने गर्छु लेट्स सी टक्क लाएर होइन मैले चाहिँ आधी घन्टाभन्दा बेसी चढाइसकेँ भैँसीलाई अझै पनि चढ्दैन होला चढायो भने त एक दिनभरि पनि चढ्छ है चढ्न त बट मेरो काम छ घर अनि त्यही भएर म अब यिनीहरूलाई बाँध्छु अनि त्यसपछि भिडियो बनाउँछु हेर्दै गर्नु होला अनि म सिमी पनि टिप्न जाने काम छ क्या त्यही भएर हेर्दै गर्नु है मैले चाहिँ भैँसी र बाख्रा बाँधिसकेँ अनि टक्क लाएर अब घर जाँदैछु अनि सिमी टिप्नु छ होइन अहिले भनेको चाहिँ सिमीको सिजन चाहिँ एकदम हो हाम्रो यो ठाउँतिर चाहिँ सिमी डेन्जर नै है सब पातामा सिमी र मकै अनि अब कोदो रोप्ने सिजन नि भइसक्यो सुरु भइसक्यो हाम्रोमा त रोप्न नि आज रोप्दै हुनुहुन्छ मम्मी अरू आन्टीहरूले टक्क लाएर अनि म चाहिँ त्यतै अब कोदो उस गर्न जाँदैछु सिमी टिप्न मिल्यो भने देखाउने छु कोदो रोपेको हेर्दै गर्नु है टक्क लाएर हेर्नु मकै कत्रो ठुलो भइसक्यो म अन्त टक्क लाएर कता हो कता ग्रास कटिङ ल टक्क लाएर एकदम मकै चाहिँ एकदम नै ठुल्ठुला भइसकेको छ है भन्दा नि अब हेर्दै गर्नु होला म टक्क लाएर सिमी टिप्ने बेला त्यो देखाउँछु लाएर म चाहिँ एकछिन बसेर होइन अब चाहिँ सिमी टिप्नलाई हिँड्दैछु बोरा पनि साथी हो यहाँको चाहिँ टिप्नु हो मैले सिमी अब कहाँदेखि टिप्ने अस्ति हाम्रो 3वटाबाट टिपेको र अब यहीँबाट टिप्ने हो कि फेरि तल टिप्ने हो त्यो चाहिँ थाहा छैन अब लेट्स सी होइन हेर्दै गर्नु थाहा भइहाल्छ देख्न सक्नुहुन्छ सिमीको बुटाहरू त्यो मकैको जरामा छ नि सबै सिमीको बुटाहरू हो कस्तो गर्मी छ हेर्नु यहाँ पसिना आइसक्यो छिर्दा बित्तिकै अझ यहाँ मकैले पास सिमी भनेको चाहिँ हाई हो सिमी हेर्दै गर्नु है म एकछिन देखाउँछु फेरि म टिप्न जाँदैछु सबै टिप्ने हो यत्रो अब कहिले सक्नु ल यस्तो गर्मी छ यत्रो धेरै छ टिप्नु नि यार सिमी चाहिँ टक्क लाएर
एकदम गर्मी छ है। यो सिमी चाहिँ पाकिसकेको छ अनि त्यही भएर अब चाहिँ धेरै राखेर चाहिँ कुन्छ क्या, त्यही भएर टिपेर टिपिहाल्नुपर्छ। टिपेर टिप्दैछु म चाहिँ। अस्ति पनि टिपेको हल्का पसिना बाफ्रे बाफ हेर्नु नि त्यहाँ सालै मसाले घाम गर्नु आउनुपर्छ। ल हेर्दै गर्नु अलि देखाउँछु म टिपिसकेपछि। त्यो चाहिँ हालत चाहिँ हालत। खोडहरू बुढुन्छ यहाँ चाहिँ टक्क ल्याएर सिमी टिप्दैछु म। यस्तो हालत भयो बाफ्रे। अलिअलि टिप्दैछु, टिप्नु बाँकी नै छ तन्नै। हेर्दै गर्नु म टक्क ल्याएर गएर आइसकेको छु। वहाँबाट आउने बेला भिडियो बनाउनु पाएन। अनि त्यो सिमी चाहिँ बोरामा टिपेको थिएँ, त्यो चाहिँ उता राखेको छ। अनि एउटा मम्मीले पनि लिने हुनुहुन्छ। यो चाहिँ मैले चाहिँ यो नि लिएर आएको भर। यसमा चाहिँ झाम्दै छ है, यहाँ सिमी छ बट झाम्रो पनि छ। अनि मौसम चाहिँ पानी आउला जस्तो गऱ्यो कि हिजो नि आएको थियो, आज नि पक्कै पनि आउँछ होइन। अब रात पनि परिसक्यो, 5 बजिसक्यो। टक्क लाएर अघि डेन्जर गर्नु भयो जस्तो भयो। अब नुहाउँछु होला मैले टक्क लाएर। अनि आजको ब्लग चाहिँ इन्ट्रेस्टिङ नै भयो जस्तो लाग्यो। त्यस्तो इन्ट्रेस्टिङ भयो नि, जस्ट राम्रै भयो। अनि तपाईँहरूले हेरिदिनु भयो, त्यसको लागि धन्यवाद। बाई बाई गाइस, नाइस टु मिट यु।